नमस्कार सम्पूर्णमा। आज हामी अत्यन्तै संवेदनशील र अत्यन्तै दुःखद खबरको बारेमा कुरा गर्न गइरहेका छौँ। तपाईहरुले यतातिर देख्न सक्नुहुन्छ, यो साइडमा हुन् बारा जिल्लाकी जितपुरकी सिमराकी वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरी र यतातिर तपाईले देख्न सक्नुहुन्छ, यिनी हुन् शिवान तामाङ, जो चाहिँ नवलपुरको गैंडाकोट नगरपालिका 14 का बघारका 2.5 वर्षीय बालक हुन्। गरिमा तपाईको यही अगस्तको 16 तारिक घरबाट हराएकी थिइन् र लगभग 18 तारिक चाहिँ उहाँको आफ्नै घरको नजिक लगभग 250 मिटर नजिक एउटा पुरानो घरमा चाहिँ एकदमै विक्षिप्त अवस्थामा चाहिँ उनको बडी भेटियो हैन। एकदमै जो उहाँसँग एकदमै गलत भएर र त्यसपछि जुन यातना निर्ममता पूर्वक चाहिँ उनको डेड बडी भेटिएको छ। त्यसैगरी शिवान तामाङको चाहिँ जंगलमा 2 दिनसम्म हराइरहेको अवस्थामा उनी चाहिँ सकुशल जंगलबाट भेटिएका छन्, जो चाहिँ गैंडाकोटका हुन्, नवलपुरका। यो दुईटा कुराहरुमा चाहिँ फरक के छ? फरक केही पनि छैन। दुईटै बालक हुन्, एउटा 3 वर्षको, एउटा 2.5 वर्षको हैन। दुईटै हराएको समय पनि लगभग नजिकै उस्तै छ। तर फरक यति मात्रै छ कि एउटा चाहिँ जंगलमा हराएको थियो र एउटा चाहिँ मानिसहरूको बीचमा। अब यहाँबाट हामीले के बुझ्न सक्छौं भनेपछि जनावरको बीचमा मान्छे सुरक्षित छ, तर मान्छेको बीचमा मान्छे सुरक्षित छैन हैन। मान्छे भन्दा संवेदनशील, सोच्न सक्ने, विवेकपूर्ण त जनावर छ, किनभने जनावरले त केवल त्यति बेला मात्रै आक्रमण गर्छ जब उसलाई भोक लाग्छ या उसले आफूलाई असुरक्षित सम्झिन्छ। तर मान्छेले के गर्छ? मान्छेले आफ्नो क्षणिक स्वार्थको लागि हैन, अरूलाई दुःख पीडामा देख्दाखेरि उसलाई जुन मनमा सन्तुष्टि हुन्छ त्यसको लागि एउटा अबोध बालक बालिकालाई चाहिँ यति सम्मको क्रूरता देखाउने जो 2 जना पक्राउ परेका छन्, तिनीहरूको मानसिकता कस्तो खालको? तिनीहरूको मानसिकताले गर्दाखेरि हाम्रो सिङ्गो समाजको मानसिकता कतातिर जाँदैछ भन्ने कुरा तपाईहरुले सोच्न सक्नुहुन्छ। जंगलमा भेटिएको बच्चा सुरक्षित छ, तर मानिसको भिडमा भेटिएको बच्चाले आफ्नो प्राण गुमाएको छ। मान्छेहरुमा क्रूरता कतिसम्मको छ? अबदेखि हामीहरूले कसैलाई यो त जनावर जस्तो रहेछ भनेर जनावरको तुलना नगर्नुस्, किनभने जनावर त हामी मान्छेहरुभन्दा धेरै माथि छन्, धेरै राम्रा छन्। बरु तिनीहरूलाई तुलना गर्नु छ भने यो त कस्तो मान्छे जस्तै रहेछ भन्नुस्, किनभने मान्छे भन्दा खत्तम यो पृथ्वीमा कोही पनि छैन। म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु हैन कि यी 2 जनालाई, यदि यिनीहरू साँच्चीकै यिनीहरूले गरेकै हो र यिनीहरू नै कल्प्रिट हुन् भने चाहिँ सकिन्छ भने मृत्युदण्ड। हुन त हाम्रो संविधानमै यो कुरालाई उल्लेख गरिएको छैन हैन, र यो कुरालाई उल्लेख गर्न पनि नमिल्ने गरी पहिलाका कतिपय कुराहरू छन्, एग्रिमेन्टका कुराहरू छन् हैन। म त के भन्छु भने चाहिँ यिनीहरूको स्तरीय हात काटिदिने, खुट्टा पनि काटिदिने, आँखा पनि निकालिदिने, जिब्रो पनि काटिदिने, छोडिदिने अनि तपाईको त्यो काटेको ठाउँमा उपचार पनि नगर्ने, आलो छोडिदिने, त्यहीबाट किरा परुन् कि तिनीहरूलाई किरा परुन्।
त्यस्तो त गर्न सकिन्छ नि, मृत्युदण्ड दिन नसकिने भनेर। आजीवन सजाय भने के हो कि नेपालमा? आजीवन सजायलाई त मान्छेले मजाक सम्झ्या भन्ने बेला 20 वर्ष भन्छन्। के हो खासमा मैले त बुझेको पनि छैन, मैले नबुझ्या हो होइन। वकिलहरूलाई सोध्यो, कसैलाई सोध्यो भने होइन 20 वर्ष भने 20 वर्षै हो भन्छन् होइन। तर कोही धरोटीमा छुट्याहान्, कोही के अरे राम्रो आचरणमा छुट्याहान्, अनि कहाँ दिनरात भन्ने हुन्छ अरे भन्ने सुनेको मैले है। त्यस्तो पनि आजीवन हुन्छ र? त्यसलाई त आजीवन भन्न मिल्दैन। यस्ता मान्छेहरूलाई समाजमा राखेर तपाईँ हामीका छोराछोरी चेलीबेटीहरू सुरक्षित हुन्छन्? अहिले उहाँहरूको गरिमा चौधरी नानीको बुवा आमालाई जुन पीडा परेको छ होइन, त्यो पीडा एउटा आमा बुवाले मात्रै बुझ्न सक्छ। त्यसकारण यो कुरा निकै नै गम्भीर छ। अब गरिमा परिवारले न्याय पाउन्, दोषीले जस्तो सुकै भए पनि कानुनको दायरामा ल्याएर दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ। यदि तपाईँहरू पनि गरिमा बहिनीको परिवारले न्याय पाउन् भन्ने चाहनुहुन्छ भने यो भिडियोलाई जतिसक्दो सेयर गर्नुहोस् र हामी सबैले आफ्नो तर्फबाट हामीले जसरी हुन्छ उनीहरूको परिवारलाई सान्त्वना दिने, अब सहयोग गर्ने। न्याय नपाए त तिनीहरूलाई कुनै पनि सहयोग मिल्ने छैन। उनीहरूलाई सहयोग मिल्ने भनेकै न्याय लिने हो। त्यही भएर न्याय पाउनको लागि नै हामीले उहाँहरूलाई सहयोग गर्नुपर्ने हुन्छ। धन्यवाद।